ककरपत्ता नगरको महत्त्व र यसको पहिचानको बारेमा एउटा मेसेज फैलाउनको लागि यस वर्षको यो बुद्ध जयन्तीको अवसरमा यहाँ विविध कार्यक्रमहरूको आयोजना गरिएको छ, जसमध्ये आज पनि तयारी बैठक बसियो र भोलि सरसफाई कार्यक्रम छ। पर्सि 25 गते भिक्षुहरूलाई बोलाएर भोजन दान गराउने कार्यक्रम रहेको छ र यसै गरी विविध खेलकुदको पनि कार्यक्रम रहेको छ। विशेष गरेर महिलाहरूको यो ढकिया दौड, त्यसपछि फुटबल प्रतियोगिता र ढकिया दौड, त्यसै गरी रस्सा तान कार्यक्रमहरू रहेको छ र 29 गतेको दिन बुद्ध जयन्तीको दिनमा एकदमै यो बुद्ध महोत्सव जस्तै एउटा कार्यक्रमको आयोजना गरिएको छ र त्यो दिन विविध सांस्कृतिक कार्यक्रम पनि रहेको छ र सँगसँगै सरावल गाउँपालिकाभित्र रहेको जति पनि बुद्ध साइटहरू छ त्यसको विषयमा बारेमा अध्ययन अनुसन्धान गरेर हामी पुस्तक तयार गरेको छौँ र त्यो पुस्तकको विमोचन कार्यक्रम पनि रहेको छ र यसरी यो सरावलले गरेको कार्यक्रमलाई सफल बनाउनको निम्ति जति पनि मिडियाबाट मेरो आवाज सुनिरहनु भएको छ, सरावलको वडा नम्बर 2 जावा यो ककरपत्ता नगरमा अवश्य आएर कार्यक्रमलाई सफल बनाइदिनु हुन म आग्रह पनि गर्न चाहन्छु। 4वटा बुद्ध साइट छ, जसमध्ये हामी यहाँ ककरपत्ता नगरमा छौँ, एउटा यही भइहाल्यो र वडा नम्बर 1 मा यो सजनेल नगर छ बाँसामा र कुण्डीय नगर भगडामा र यसै गरी वडा नम्बर 3 मा सरावलमा सायुगा नगर भन्ने छ र यो यसरी बुद्ध साइटलाई हामी संरक्षण गर्न सक्यौँ भने यो गाउँपालिकामा पनि बाहिरी पर्यटकहरू भित्र आउन सकिन्छ भन्ने थुप्रै यहाँ सम्भावनाहरू रहेको छ।